के गरेको छ रे? के गरेको छ रे? काट न छिटो। काट्नु के छ? हाम्रो कस्तो राम्रो आउँछ नि उयो भ्यू। बसेर काट छिटो फटाफटी मजाले। मुमाले काट्नु भएको हेर न कसरी काट्नु भयो। काट्छ नानीले ए थुपा मात्रै काटे बिगाड्यो पत्ता सबै काट्नु पर्छ जान्दैनौ न यहाँ यसो गर। कुन चाहिँ बाख्राले त पानी खान खेमा अहिले तेरो कस्तो कराको यो काटी त्यसलाई त्यो पागललाई त्यो मकैको फसललाई त्यो कालो ड्रम नानी कुन चाहिँ कुन चाहिँ कम चिलमा यहाँ गर्ने छ नि के को टेन्सन हार पर्चिसले काम कति गर्छिन् क्या यस्तो हो नि त छोरी। अब मनको त मोबाइल हेरेर बस्छ होला। गए पनि मकैबारी हिँड न मकैबारी। छोरी हो नि त काम गर्ने। कस्तो राम्रो भ्यू आइरहेछ यहाँ। डोको हो त्यो यो चाहिँ यहाँ भनौँ अन्त नाम्लो लगाएर त्यो मकै ल्याउनु भने नाम्लो लगाउनु अन्त छोरी हजुर
यहाँ मकैमा गरेर बोक्नुपर्छ हौ ठिक्क तिमी जत्रै नखाऊ डोको पनि घाँस फेरि ठुला पट्टालै भइरहेछ है भैँसीले लोकल जस्तो फलेछ र हौ कि लोकल मकै हौ यो सक्यो कसले बोक्ने ल बोक्छु हौ घाँस बोक्छु न डोकोको दिनु न बोक्ने मैले यहाँ गरिरहेको छु क्या पर्चेसको एक्टिभिटिज के छ भनेर मुमा नातिनी तिम्रो नामलाई काम छैन तिम्रो यतापट्टि हिँडमा राखेको राखो भयो के छ माथि कस्तो मजा सक्छ अब यो नामले त अनि लाग्छ छोटो भयो हुँदैन बुमा छोड त छोड छोड हाल्दै छोड तिमीले त कहिले दिएको बोकेको थिएन बोकेको छु यो नामले नै भएन सानो न सानो हो मलाई यता हेर न पर्छ कति हाँस उठायो डोको बोकेर हिँड्यो हाम्रो नातिनी मकै भाँचेर हुन्छ अझ बोकाइदिँदा हुन्छ हुन्छ बोकाइदिँदा सक्छ सक्छु भयो तिम्रो लुगाहरू सुकेको घाममा त लुगाहरू देखाऊ मेरो त सुकेको छैन होइन कहाँ यस घप्पै पो डोकोको छ मुमाको यो नाम मेरो टाउको पनि नछिर्ने हौ काम कति गर्ने चाहिँ हुन्छ कलपुर कस्तो राम्रो हुन्छ भिडियो क्या
राम्रो कस्तो राम्रो हुन्छ अनि पछि हेर्नु कम्ती मजा हुन्छ हैन पर्छु भोलि हाम्रो पर्सि नर्स भएपछि पुलिस भएपछि टक्कसँगले हो सक्छु हो मम्मीलाई सक्छु म सक्छु उल्टो भयो कि दुईजना गएर बोकायो भएन कि यसो गर्नु मिलाइदिनु ए हरि राम मिलाइदिनु भुइँमा राख आज भेट्दा आज त यो फेरि मलाई देखाउँछ सिलाउँछ होला होइन यहाँ हाँ भयो देखा त यिनीहरू चाहिँ मेरो खुट्टादेखि पड्किन्छ होला यो अस्ति पड्क्यो हो को बोलाएको थियो डाङ्गुरतिर धामी बोलाउँछ नि अब को बोलाउनु पर्ने भरे भोलि बोलाउनु घरहरूलाई खबर गरिहालेको आए आउँछ नानी आउँछ भरे यता ल्याउँछ ल सँगले चारो सुपाठालाई त्यो भाँडाको दिन भोलि पकाउनु पर्ने छ लौका काटेर कुन लौका भुइँमै ठाउँ कौला त्यति राम्रो लौका किन उयो गर्नु तिउन के खानु हौ भाइ काटेको छ लौका काटेको छैन जाउँ न काट्नु जाउँ तिमी काटो लौका ल हिँड जाउँ न हामी जाउँ हिँड्नु न मुडा के होला Let's go.
ल भोलि बिहान चारोको लागि निकाल्नु होला कहाँ छ अरे यहाँ छ होइन कहाँ जा रहा तर यतिकै होस् ल त्यहाँ मात्रै पुगेर ल अब यसलाई उल्टो पारेर यो यतै हाल्ने हाल न त यताबाट पनि सबै गर्छन् दुईटा ल्याउनु त्यहाँ गर्ने अरे के वहीँ गर्ने के गर्ने म भिडियो गर्छु छैन भिडियो तिमीले गर्दैन म गर्छु क्या उयो नै छैन नेटै उयो नै छैन सर लाइनै कता पनि हालिरहेको थियो यसमा चामलको ढकुवा यसमा बोक्नुपर्छ पाठा एउटा मात्रै छ त्यसको काम देखा खैले नै आउनु यो पाखालाई लगाइदेऊ ल तिमीले अलिक ठुलो दारको भए सुँगुरको खानु पर्यो दिन्छमा अब म मेरो सानोले आफू त्यो बनाउँछु दिन्छ उता गर न यहाँ हेर्नु सक्नुहुन्छ मेरो आँप चाहिँ धेरै फलाएको छ मतलब फुलेको थियो फलेर पनि हिलो तिमीले गर ल यसो गर ल ल भन न म माइन वाउ पर्सिस कस्तो राम्रो ठाउँ है
जाऊ नि जाऊ लुक दिस अब कति उज्यालो जस्तो देखिएको एउटाले पुग्दैन अब खेल्न जाँदाखेरि लानुहुन्छ कति कतिवटा खाइन्छ चिलाउँछ बेटा 12 घोगा बोक्नु चिलाउँछ लु चिलाउँछ नानी त्यसरी खै ल म पनि ल्याऊ ल्याउ ल्याउ नानी किन भार सबै चिलाउँछ नि पोइन्टमा पनि गाजा खानेहरूको बासको ठाउँ छ उता बन्ने केमा उसिन्नु हो मकै खाइन्छ मजाले अचार बनाउने हो उसिनेर अनि मजाले सधैँ भात खाइराख्यो भातले अमन भयो कि छिट कुकर ठुलो भए त एकछिनमै पाक्छ नि ठुलो कुकरमा गुडुगु 12-13 घोगा ल्याएको अचारसँग खाने म अघि दिन सम्झिरहेको म हो भने नि के गरेको अनि भनेको लगेर यता आउँदै थियो ती हौ को भन्छ म हो भने बिचारा आमा डर लाग्यो लाग्दैन बिचारा आमालाई म त थर र कहाँ टोइलेटतिर पनि छैन कहीँ पनि छैन अब कहाँ चाहिँ खोज्यौँ त लुक 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 मान्छे कति बेलासम्म थियो भन्छु अहिलेसम्म हो भन्छ हेर्दाखेरि लक लक कामिसक्यो आएको थियो म त अब मगैसकै पाऱ्यो होला मान्छेको गरममा त पानी धेर पो भयो होला हौ धेरै भयो हर्फर कामी नि हो त्यता पनि हेर्छु छैन त्यता पनि हेर्छु छैन के भयो लाइटै बल्दैन त यार मेरो लाइट बल फिनिश ओके Okay, done. Mango. के गरिस् ढोकाहरू पनि अनेक नै खालको छ हौ
Done? कति दा यो त पाकेन कि हौ पानी त डल्लै छ त हौ त्यति नचो है नटोकै हाम्रो त्यहाँ झन् नेपाली बस्ती भयो भने यहाँदेखि ऊभन्दा टाढा छ लक्ष्मीनारायण जति नै लामो छ नेपाली बस्तीमा दाजुभाइ कसैले केही तिनीहरू सुत भन्थ्यो होइन उनीहरू आएर बेसी काम त्यहाँ पुरा यो काम साथै यहाँ कस्तो तिनीहरूको निकाल्नु ठक्क गाई जोत्दै अनि ल्याएर टक्क बेचेर मासु भन्दै काट्दै खाइहाल्छ फेरि गाईलाई एउटैलाई मात्रै बेच्छ त त्यति भयो म 2 हप्ता त गएर गाईकै घरमा कतै जान 25 जस्तो थियो 25 भन्दा अलिक ठुलो नछड्नु पर्ने रे हौ दिदी चुलाहरू नुन्ने बुढी भाउनु पर्ने भयो रे म पनि गएँ त पुर्खाहरू पनि छैन चुला छैन नि अन्त त काममा म जानु पर्यो त भने त नहुने भयो कता हुन्छ आफू जानु पर्यो काममा चाहिँ भने त हुँदैन साह्रै नुहाइन्छ अनि अब चुलामा नमुझ्ने यहीँ नै आउनु पर्यो भोलिपल्ट उनीहरूले उता काम सकेर त्यो गर्छन् म गर्ने अगाडि एउटा मात्रै अनि यो मकै पाकेर भाँच्यो कि नपाक्यो नुन खै यो बन्द कोठामा लगेर यो के हो हेर्नु न नुन होइन त्यो चिनी नुनु यता नानी आउलो यो त यस्तो के खाले नानी त्यसले उयो खान सकिँदैन है मकै त कता गयो नानी आउलो यसको होइन क्या अचार कतिको त्यसमा लाग्यो
फोटो उठ्दै लु बसालु खाऊ हात धोएर आऊ केमा हौ गिलास आएको छ तिमी पानी लाएर खाने कि कसरी खाने पानी खाने यो चाहिँ के चलाएको हौ गिलास ल छुचु गरेर खाऊ ममले खाइरहेको